हाई गाइज, तपाईहरुलाई चाहिँ म यो भिडियोमा नेपालले सर्वप्रथम द्वैत सम्बन्ध कायम गरेका पाँचवटा मुलुकहरूको बारेमा ट्रिक्सको माध्यमबाट कसरी याद गर्ने भनेर सिकाउने छु। एकदमै इजी छ, एकचोटि याद गरेपछि भइहाल्छ। र यसको लागि चाहिँ सबैभन्दा पहिला के याद गर्ने भन्दाखेरि नेपालले द्वैत कायम गरेको पहिलो 5 देशहरू। नेपालले द्वैत सम्बन्ध कायम गरेको पहिलो 5 देशहरू कसरी याद गर्ने भन्दाखेरि यहाँ ट्रिक्स छ, हेर्नुस्। U² IFC के याद गर्ने? U² IFC भनेर याद गर्ने। युबाट दुईटा यु, IF र C। युबाट हाम्रो UK युनाइटेड किङडम अथवा बेलायत पनि भन्छौँ। त्यसपछि युबाट USA अमेरिका, दोस्रोमा चाहिँ अमेरिका, पहिलोमा बेलायत, दोस्रोमा अमेरिका, तेस्रोमा इन्डिया, चौथोमा फ्रान्स, त्यसपछि के हो चाइना। 1 2 3 4 5 नेपालले द्वैत सम्बन्ध कायम गरेको पहिलो 5 मुलुकहरू याद गर्नको लागि के याद गर्ने? U² IFC भनेर याद गर्ने। UK USA इन्डिया फ्रान्स र चाइना। यसरी चाहिँ हामी नेपालले पहिलो द्वैत सम्बन्ध गरेका 5 मुलुकहरू चाहिँ एकदमै इजिली याद गर्न सक्छौँ। तपाईहरुलाई यो भिडियो राम्रो लागेमा, युजफुल लागेमा लाइक, शेयर र सब्स्क्राइब गर्नुहोला।